अंग्रेजीमा एउटा भनाइ छ नि, आम खाओ पेट मत किन। ए भाइ, तिमीहरूलाई रवि प्रधानमन्त्री बने पनि बालेन प्रधानमन्त्री बने पनि के को टाउको दुखाइ हो? पहिला चाहिँ यो पुरानो दल भएन, यो भएन, त्यो भएन, माओवादी भएन, एमाले भएन भनेर रुवा बासी गर्यो, गर्नुसम्म गरेर चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताइयो। बालेन पनि राष्ट्रपा, रवि पनि राष्ट्रपा होइन। तिमीहरूलाई देश विकाससँग मतलब हो कि प्रधानमन्त्रीको टाउको कतोसँग मतलब हो? खुरुखुरु काम गर्न देऊ न। अब निर्वाचित भएर गएपछि बालेन पनि राष्ट्रपाकै होइन, पार्टी प्रवेश गरिसकेपछि कसको योगदान के छ, कसको योगदान कति छ, तिमीहरूलाई कसले काम गर्छसँग के मतलब हो? काम त गर्न देऊ एक नम्बरमा यार। ए कस्ता कस्ता कलाकार भन्नेहरू, म यो भन्नेहरू, म त खतरा मान्छे भन्ने हो भने बालेनलाई भोट हाले हो, राष्ट्रपालाई भोट हाल। बालेन कुन पार्टीको हो त भाइ? कुन पार्टीको हो बालेन? वाक्क लाग्छ यार। काम सुरु गर्न पाएन, शपथ लिन पाएन, प्रधानमन्त्री बन्न पाएन, चुनावको नतिजा नै आउन पाएन, अहिले रुवाबासी सुरु गरिसके। तिमीहरूलाई चाहिएकै छैन के? देश विकास हुनै परेको छैन के? तिमीहरूलाई हुनै परेको छैन। कसको अनुहार छ, कसले योगदान गरेको छ, को पार्टीमा छ, को कुन पार्टीमा छ, के मतलब? शिक्षा स्वास्थ्य रोजगार राम्रो भयो भएन? सबैजनाको अधिकार चाहिँ सुनिश्चित भए पुगेन? बालेन र रविले के फरक पर्छ? काम गर्न देऊ न। कसरी गर्छन्? जिताएर पठायो त सोसल मिडियामा गरेर बन्दैन त। टाउको दुखेर आइसक्यो यो। बल्ल बल्ल अलिअलि आशा बोलाएको थियो है, अब त केही हुन्छ कि, अब त केही गर्छन् कि हो भने बजाउने र जुदाउने। मिडिया पनि त्यस्तै, कलाकार दिग्गज भन्ने, बुद्धिजीवी भन्ने त्यस्तै, पोलिटिकल एनालिस्ट, जियो पोलिटिकल एनालिस्ट। अहिले त फेसबुकमा टिकटकमा सबैजना एनालिस्ट। के का एनालिस्ट? काम त गर्न देऊ, हेर्न त देऊ, 2-3 महिना शपथ त लिन देऊ भाइ। मतलब छैन क्या? को प्रधानमन्त्री बन्छ, कसले काम को आउँछ, टाउको कसको छ, मतलब छैन। दिमाग भावाला टाउको आउनु पर्यो क्या। जोसुकै बनोस् त, के को टाउको दुखाइ हो र भने?